नमस्ते सबैजना आरामको चले हुनुहुन्छ होला। अनि आजको हाम्रो ब्लग चाहिँ एकदमै स्पेशल बन्ने छ र आज म जाँदैछु विराटनगरदेखि जोगबनीसम्मको यात्रामा र जोगबनीमा भएको सम्पूर्ण कुराहरू तपाईलाई देखाउने छु। त्यहाँको बजार, त्यहाँको सामानहरू र त्यहाँ भएको हाम्रो रेल स्टेसनदेखि लिएर सम्पूर्ण कुराहरूको विस्तृत भिडियो मेरो यो भिडियोमा समावेश हुनेछ। कृपया भिडियो अन्तिमसम्म हेरेर साथ सहयोग दिनु होला र यदि तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया भिडियोलाई सब्स्क्राइब गरेर च्यानललाई सब्स्क्राइब गरिदिनु होला र छेउमै रहेको बेल आइकनलाई पनि थिचिदिनु होला। हस् त ढिलो नगरिकन भिडियोलाई स्टार्ट गरौँ। यो चाहिँ महेन्द्र चोकमा प्रत्येक शनिबार लाग्ने एउटा सस्तो बजार हो। यहाँ चाहिँ तपाईले लत्ता कपडा लगायत अन्य थुप्रै घरायसी सामग्रीहरू पाउन सक्नुहुनेछ। यहाँ चाहिँ थुप्रै कपडाहरू पाउँछ विशेष गरी। हामी जानुपर्छ जोगबनी, सिटीमा चढेर हामी जोगबनीको अगाडि बढ्छौँ। अहिले चाहिँ महेन्द्र चोक अगाडि छु म चाहिँ सिटीमा बसिसकेको छु र सिटीबाट चाहिँ अब म मेरो यात्रालाई अगाडि बढाउँदैछु। जोगबनी जाने चाहिँ दुईटा बाटो छ। एउटा हाइवेबाट जान सकिन्छ भने अर्को नर्थ चोक हुँदै जान सकिन्छ। अनि हामी चाहिँ नर्थ चोक हुँदै अगाडि बढिरहेका छौँ। यो चाहिँ नर्थ चोक भन्दा केही अगाडिको दृश्य छ। हामी जस्ट नर्थ चोक छोडिसकेर अगाडि बढ्दैछौँ र भिडियो अन्तिमसम्म हेरेर हजुरहरूले सहयोग गरिदिनु होला र भिडियो कस्तो लाग्छ कृपया प्रतिक्रिया पनि दिनु होला। म चाहिँ सिटीबाट उत्रेर भाडा दिएर अब यहाँबाट चाहिँ हिँड्दै जानुपर्छ अगाडि। यो चाहिँ बोर्डरको छेउमा सिटीलाई अलिकति अगाडि नै रोक्छ। अनि म चाहिँ हिँड्दै अगाडि बढ्दैछु। तपाईँ देख्न सक्नुहुन्छ मौसम यस्तो पानी पर्न लाग्दै गरेको थियो। यो चाहिँ बोर्डर नेरीको दृश्य हो। यहाँ चाहिँ थुप्रै मानिसहरू आवत जावत गर्दै हुन्छ। कोही उता बोर्डरतर्फ जाँदै हुन्थ्यो भने कोही बोर्डरबाट चाहिँ जोगबनीबाट फर्काउँदै हुनुहुन्थ्यो। अनि यहाँनिर चाहिँ ठ्याक्क यो राखेको छ स्टपको लागि। यहाँदेखि उता गाडीहरू छिर्न पाउँदैन। अनि यहाँ अलिकति केही अगाडि चाहिँ यहाँ चेकिङ पनि हुन्छ। यहाँ पुलिसहरू सशस्त्रहरूले चेकिङ गर्नुहुन्छ। त्यस पश्चात मात्रै यता हामी प्रवेश गर्न पाउँछौँ है। अनि यहाँ चाहिँ थुप्रै मानिसहरूको भिड हुन्छ। त्यसै पनि आज शनिबार चाहिँ सबैजनाको छुट्टी भएको कारणले गर्दाखेरि चाहिँ थुप्रै मानिसहरू जानुहुन्छ। चाहिँ बोर्डर साइडमा आइपुगिसकेको छु र बोर्डरमा चाहिँ एकदमै भिडभाड छ। यहाँ यो चाहिँ हाइवेबाट आउने बाटो भयो भने भन्छ लागि। यो चाहिँ बोर्डरबाट भित्र प्रवेश गरिसके पछाडिको दृश्य हो। यहाँ चाहिँ एकदम खोचाखोच हुन्छ। पैदल हिँड्नलाई एकदमै गाह्रो हुन्छ र एकदम गर्मी पनि थियो। पानी पनि पर्न लाग्दै थियो। अनि यहाँ चाहिँ यहाँ चाहिँ गाडी, रिक्सा, त्यहाँदेखि सिटी सफारी अनि ठुलो अरू चारपाङ्ग्रे सवारी साधनहरू र मान्छेहरूले गर्दाखेरि एकदम भिडभाड हुन्छ। अनि यहाँ फुटपाथमा रहेको व्यापारहरूले गर्दा पनि मान्छेलाई आवत जावत गर्नको लागि एकदमै कठिनाइ हुन्छ। अनि तपाईँहरू यता माथिल्लोपट्टि देख्न सक्नुहुन्छ जुत्ता चप्पलहरू भने यता पाउन सक्नुहुन्छ। केही कपडाहरू र जुत्ता चप्पलहरू विशेष गरी यो माथिल्लो साइडमा पाउनुहुन्छ तपाईँहरूले। अनि म चाहिँ यहाँको भिडलाई अनि अरू चापलाई चाहिँ व्यवस्था गर्दै आफ्नो यात्रालाई अगाडि बढाउँदै थिएँ। तपाईहरु भिडियोमा देख्न सक्नुहुन्छ यहाँ कति चाहिँ भिड हुन्छ भनेर है। अनि यहाँ मानिसहरू कति धेरै जम्मा हुनुहुन्छ भनेर। अनि यो चाहिँ मेन व्यावसायिक क्षेत्र रहेको छ। यहाँ चाहिँ तपाईहरुले साइडमा थुप्रै कपडाहरू, किरानाका सामानहरू, हार्डवेयरको भाँडाकुँडाको सामानहरू लगायत थुप्रै सामानहरू तपाईले यहाँ सजिलै पाउन सक्नुहुन्छ। कपडाहरू पनि ठेलामा साथै पसलमा पनि एकदम सुपथ मूल्यमा पाउन सक्नुहुन्छ। लगायत अन्य किराना खाद्यान्नका सामग्रीहरू पनि तपाईहरुले सजिलै भेटाउन सक्नुहुन्छ। तपाईले भिडियोमा देख्न सक्नुहुन्छ कति धेरै नेपालीहरू चाहिँ आवत जावत गर्नुहुन्छ र यो जोगबनीमा चाहिँ थुप्रै सबै नै नेपालीहरू जानुहुन्छ र यहाँको व्यवसाय चल्ने भनेकै नेपालीले हो। यति बेला चाहिँ पानी पर्न लाग्दै थियो र यहाँ थुप्रै व्यवसायहरू चाहिँ नभिजोस् भनेर व्यापारीहरूले चाहिँ पालहरू ओढाउन सुरु गर्दै हुनुहुन्थ्यो भने साइडमा रहेको पसलेहरूले पनि बाहिरको सामानहरू भित्र थन्क्याउँदै थिए। म चाहिँ आफ्नो यात्रा अझै केही अगाडिसम्म बढाउँदै थिएँ।
यो चाहिँ अलिक मेन एरिया रहेको छ। यहाँ चाहिँ थुप्रै मलहरू पनि छ, यहाँ जहाँ चाहिँ तपाईँहरूले सपिङहरू गर्न सक्नुहुन्छ, जहाँ एउटै ठाउँमा थुप्रै सामानहरू तपाईँहरूले पाउन सक्नुहुन्छ। लगायत ठुल्ठुलो पसलहरू पनि यहाँ रहेको छ। यो साइडमा रहेको ठाउँमा चाहिँ तपाईँहरूले सुटको कपडादेखि लिएर सम्पूर्ण चिजबिजहरू तपाईँहरूले सजिलैसँग फेला पार्न सक्नुहुन्छ। पानी चाहिँ परिसकेको छ अहिले। यति बेला चाहिँ पानी परेर रहिसकेको अवस्था थियो र तपाईहरु देख्न सक्नुहुन्छ मानिसहरू पानी परिसके पछाडि केही शीतल पनि भएको थियो भने एकदमै चलपल पनि बढिरहेको थियो। अनि अहिले चाहिँ म ठ्याक्कै जोगबनी ट्रेन स्टेसनमा छु र ट्रेन स्टेसन चाहिँ यतापट्टि छ। हाम्रो ट्रेन पनि ठ्याक्कै अहिले लागिरहेको रहेछ। लेट्स अनि सी एयर हैन के छ त हाम्रो ट्रेनको हेरौँ। दुईटा ट्रेन चाहिँ अहिले लागिरहेको छ। ब्याकबाट तपाईहरु देख्न सक्नुहुन्छ दुईटा ट्रेन चाहिँ एकदमै लाइनमा छ, पालै-पालो अब जान्छ। अगाडि चाहिँ ट्राफिक लाइट यो बलेको हुँदो रहेछ, रातो भनेर स्टप भनेर। त्यतिकै त धेरै मान्छेहरू हुनुहुन्छ हैन। यता अगाडि स्टेसन छ, स्टेसन अगाडि यता मान्छेहरू चाहिँ फोटो खिच्न पनि आउनु भएको छ, सबैजना हुनुहुन्छ। अब हिँड्नु यता ट्रेन परसम्म स्टार्ट नै छ। चाहिँ यो हुन्छ भने बाख्राहरू हुन्छ छ ट्रेन नजिकमा चाहिँ यो छ गाइस है। बिचमा चाहिँ केही छैन। म चाहिँ अहिले ट्रेनको यो बाटोमा चाहिँ पटरी हिँड्ने ठाउँमा ट्रेनको अवस्था सबै स्टार्ट नै छ। अनि आवाज पनि आइरहेको छ। कति लामो छ अर्को बाटो ट्रेनको मुनि यसरी राखिरहेको छ। यसलाई स्टप गर्नको लागि बोर्ड पनि हालेको छ। ड्राइभर क्याबिन भयो। इन्डियन रेलवे स्टेसन 161 भारतीय 768 ड्राइभ। जोगबनी सक्नुहुन्छ यतापट्टि जोगबनी चट्टसँग यो चाहिँ बाटो रहेको छ हिँड्नको लागि। एकदमै खुल्ला छ, खुल्ला छ। मान्छेहरू बसिराख्नु भएको रहेछ ट्रेनमा। लेट्स सी है त ट्रेनभित्र कस्तो हुँदो रहेछ। ट्रेनभित्रको दृश्य चाहिँ यस्तो छ, मान्छेहरू सुतिराख्नु भएको सिट अनुसार हुन्छ। सबै पोट्रीहरूमा चाहिँ मान्छे प्याक जस्तै रहेछ। सबै मान्छेहरू पसिसक्नु भएको छ यतापट्टि चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ। तपाईँले देख्न सक्नुहुन्छ कति टाढाबाट यति अगाडिसम्म आइपुग्दा पनि अझै त्यसको इन्डिङ भएको छैन। इन्डिङ हुनलाई अझै लामो छ, त्यति धेरै छ अझै अगाडि। बहुत धेरै छ यताबाट जानलाई। धेरै लामो रहेछ ट्रेन। यता त्यति टाढाबाट सट्टै ती अगाडिसम्म आइपुग्दा पनि छ अझै निकै नै हाम्रो है। अनि यहाँ चाहिँ भर्खरै पानी परेर रहेको अवस्था छ र मलाई त्यही पनि पसिना आइरहेको छ है। एकदम गर्मी छ, गर्मीको चाहिँ कुरै छोड्दैन। त्यति भिड पनि छैन, त्यही पनि गर्मी छ। यहाँ पनि हेरौँ सिटहरू एकदम राम्रो छ। राम्रो है विभिन्न प्रायः आँखाको बिरामीहरू आउनुहुन्छ यहाँ। सबै चस्मा लाएरै हुनुहुन्छ सबैजना है।
को कता जाने है यति लामो ट्रेन स्टेसन छ मान्छेहरू गइसकेपछि भएको छ अब चाहिँ म अन्तिम यतापट्टि अगाडि आइसकेको छु जोगबनी स्टेसन परदेखि उता भनेको यतापट्टि मान्छेहरू एकदम खोचाखोचै हुनुहुन्छ एकदम प्याक छ होइन अब चाहिँ ल म इन्डिङमा आइपुगेको छु 2-3 थाहा छ त्यहाँदेखि ल म पुगिसकेँ अन्तिममा यो चाहिँ मेरो अन्तिम दिल्ली आएको अन्तिम स्टेसनमा आइसक्यो यो चाहिँ यता सुरुबाटै छिर्ने ठाउँ हो गेट हो यो चाहिँ म चाहिँ पछाडिबाट यता अगाडि छिरेको गर्दाखेरि चाहिँ यो भएन र यो चाहिँ यता अगाडिबाट जाँदाखेरि चाहिँ हामी सुरुमा यो गेटबाट भित्र छिर्छौँ र भित्र काउन्टरहरू छ अनि यतापट्टि चाहिँ पार्किङहरू रहेको छ गाडीको लागि है अनि ट्रेनको लागि चाहिँ हामी त्यो ठ्याक्क गेटबाट चाहिँ भित्र छिरेर हामी अगाडि बढ्नुपर्छ म चाहिँ घर आउनको लागि यहाँ बसमा चढेर वेटिङ गरिरहेको थिएँ र गाडी एकछिन पछाडि घुर्न सुरु गर्यो अनि म चाहिँ फाइनली आइपुगेँ महेन्द्र चोक अनि यहाँबाट चाहिँ हाम्रो बस स्टप भयो बस स्टप भइसके पछाडि म चाहिँ बसबाट ओर्लेर मेरो रुमतर्फ अगाडि बढेँ थ्याङ्क यू फर वाचिङ